हेलो हामी दर्शक नमस्ते साथै न्यानो अभिवादन शुभ बिहानी शुभ दिन तपाईहरु सबैजनाको दिन शुभ रहोस् र धेरै समयको अन्तरालपछि फेरि म चेतन खत्री ब्लग्समा कमब्याक भइसकेको छु। केही समय म हराइरहेको थिएँ तपाईहरुमा फेरि एकदम दमदार तरिकाले तपाईहरुमा आइपुगेको छु र चेतन खत्रीको ब्लग्सलाई फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला र छेउमा आएको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला किनकि तपाईहरुले मोबाइल खोल्ने बित्तिकै मेरो भिडियो तपाईको मोबाइलमा आउनेछ र पक्कै पनि तपाईहरुले जहाँ हुनुहुन्छ जस्तोसुकै अवस्थामा हुनुहुन्छ एकदमै स्वस्थ व्यस्त अनि मस्त हुनुहुन्छ होला र मैले एउटा फिक्स टाइम बनाएर मात्र तपाईहरुमा आएको छु र प्रत्येक आइतबारको 6 बजे बेलुकाको 6 बजे चाहिँ तपाईहरुको मोबाइलमा चाहिँ चेतन खत्रीको ब्लग्स आइपुग्नेछ र हप्तामा मैले एउटा मात्र कन्टेन्ट बनाउने छु र कस्तो कन्टेन्ट बन्छ के कन्टेन्ट बन्छ शनिबार मैले चाहिँ के गर्छु कस्तो गर्छु त्यो कुराहरु मात्र म तपाईहरुलाई देखाउने छु। निरन्तर मेरो भिडियोलाई चाहिँ कहीँ पनि क्लिक स्किप नगरिकन भिडियोलाई निरन्तर हेर्नु होला र हजुरले कतिलाई थाहा पनि छ होला कतिलाई थाहा छैन पनि होला चेतन खत्री पहिला सिंगल थियो भने चाहिँ अहिले मिंगल भइसकेको छ र एउटा थियो अब दुईटा भयो अनि अब तीनटा छिटै बन्नेवाला पनि छ। तपाईहरु सबैजनालाई चाहिँ आशीर्वाद पनि दिनु होला र भिडियो स्किप नगर्नु होला र बिस्तारै मेरो रानी मायाले पनि देख्न पाउनुहुनेछ ब्लग्समा र आज भने शनिबार मेरो काम यो तक्क लागि चाहिँ फर्स्ट टाइम चाहिँ मैले चाहिँ यो कपडा चाहिँ धुनुपर्ने हुन्छ अनि त्यसपछि यतिखेर चाहिँ मेरो रानी मायालाई चाहिँ अलिकति सन्चो पनि छैन किनभने चाहिँ एउटाबाट दुईटाबाट तीनटा बन्दै गर्दा के कस्तो अवस्था छ भन्ने कुरा पनि तपाईहरुले चाहिँ अनुमान किन भन्ने कुरा बिरामी भन्ने कुरा किन भनिरहेको छ भन्ने कुरा पनि अनुमान लगाइसक्नु भयो होला। यो कुरा हैन यो कामहरु पनि किन गर्न लागिरहेको छ चेतनले भन्ने कुरा पनि अनुमान पक्कै पनि लगाइसक्नु भयो होला। ल ढिला नगरिकन छोटो मिठो भिडियो बनाउने चाहिँ एकदम प्रयास कोसिस गरेको छु मैले र ढिला नगरिकन म मेरो काम नै अगाडि बढाउँछु। भिडियोलाई स्किप नगरिकन निरन्तर हेर्नु होला है त। मेरो लुगा धुने काम सुरु भइसक्यो। चोटला चाहिँ यो उठाउँछु मैले त्यसपछि सरफ कतातिर छ यो सरफ चाहिँ मैले लग्छु अनि हाम्रो दुईजनाको काम बाँडफाँड भइसकेको छ गाइस। यतातिर चाहिँ रानी माया सुतिराख्नु भएको छ उहाँले अलिकति सन्चो छैन अनि त्यही भएर चाहिँ अलि गाह्रो काम अलि अप्ठ्यारो काम चाहिँ मैले गर्न थालेको अनि अलिकति सजिलो काम के भनेपछि खाना पकाउने चाहिँ काम चाहिँ रानीको भनेपछि लुगा धुने काम चाहिँ राजाको परेको छ गाइस है त। सर्त लाएर म चाहिँ लुगा धुनको लागि चाहिँ बाथरुम आइसकेको छु है त। सर्त लाएर यति धेरै चाहिँ लुगा छ यति लुगा छोरी यतातिर चाहिँ काम गर्नुपर्छ गाइस काम गर्नुपर्छ है त। काम भन्ने कुरा चाहिँ सानो ठुलो हुँदैन जे भए पनि काम भन्ने कुरा थाहा दिनुपर्छ है त। काम गर्ने को सानो भएको छ र म झन् ठुलो भएको पानी भरिरहेको छु नि होइन यता पछि जानु पनि छ यहाँ चाहिँ पहिला चाहिँ साफ गर्नुपर्ने हुन्छ त्यसरी पानी हालेर है त। अनि अब कपडाहरू चाहिँ सानो सुकाएको हो होइन ठुलो सानो के गर्ने गाइस होइन काम गर्नै पर्यो जिम्मेवारी धेरै आएको छ। पहिला त एक्लै थिएँ सिङ्गल थिएँ होइन तर ठिकै छ जस्तोसुकै परिस्थिति आए पनि एक कदम पनि पछाडि नहटेर अगाडि बढ्दैछु। तपाईहरुले पनि साथ सपोर्ट गरिदिनु होला हुनै परेन
मेरो 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 यो मेरो यो रानीको यो पनि रानीको यो पनि यो पनि रानीको यो पनि रानीकै हो यो पनि रानीकै हो यो राजाको यो राजाको यो रानीको यो पनि रानीको रानीको सानो सानो यो पनि रानीको यो रानीको सानो सानो कपडाहरू चाहिँ कति धेरै हो यो राजाकै हो ल रानीको त जुत्ता पनि रहेछ जुत्ता धुनै पर्यो सफ्टवाला हो यो घरभित्र लगाउने जुत्ता हो थोरो भइसकेको छ त्यही भएर चाहिँ मेरो धुवाई फेरि खतरा छ नि फेरि गाइस है पहिला चाहिँ मजाले एकछिन भिजाउने अनि चट्ट चाहिँ खुट्टा नै मिची हातको बल भन्दा यसो गर्नुभन्दा यसरी हातले चाहिँ खुट्टाहरू चाहिँ मिची गऱ्यो भने यसरी गऱ्यो भने चाहिँ मैला निस्किन्छ नि त साथीहरू काठमाडौँमा पानीको लास्टै अभाव छ कि त्यही भएर यी छल धुनुपर्ने ठाउँमा यस्तरी बाटामा हाल्यो फेरि यता गऱ्यो फेरि उल्टा गऱ्यो पानी सानो पिट आउँछ के गर्नु काठमाडौँमा गाह्रो छ गाह्रो छ बाउ गर्न सजिलो छ र गाह्रो छ नि पसिना आइसक्यो ए कपडा छिम पनि भएको छैन पसिना आएर यहाँ नभइसक्यो जति ताकले भएको छ पसिना गर्मी छ नि त आजभोलि तर काठमाडौँ खासै त्यस्तो गर्मी त छैन ठिकै छ फाइनली 1 घन्टा लगाएर मैले कपडा धोएर सघाएको छु अब यो कपडा लगेर चाहिँ चट्ट माथि घाममा गएर चाहिँ सुकाउनु पर्छ है त कम्ता सजिलो छ बाउ भन्नलाई यता फेरि किचनमा चाहिँ मेरो रानी मायाले चाहिँ टक्क लाएर चाहिँ खानासाना बनाइसकेकी छिन् अब हामी दुवैजना लुगा सुकाउन जानुपर्ने हुन्छ किनभने मेरो रानी मायालाई राजाले सुकाएको कपडा चित्त बुझ्दैन नि त त्यही भएर हामी दुवैजना कपडा सुकाउन जान्छौँ चट्ट लाएर कपडाहरू चाहिँ अब सुकाइसक्यो यहाँ यो अब जेठ सक्कु भनौँ न आज जेठ महिनाको चाहिँ लास्ट 31 तारिक हैन भोलिबाट असार लाग्छ घाम एकदमै चर्केको छ हैन हाम्रो यहाँ वरिपरि भ्यूहरू चाहिँ यस्तो छ के यहाँनिर ठ्याक्कै अहिले चाहिँ हामी कहाँ बस्छौँ भनेर चाहिँ लोकेसन नभनौँ ल हैन बिस्तारै अर्को भ्लगहरू चाहिँ हामी चाहिँ भन्दै जाऊँ ल हैन रानीमा कि लोकेसन भनिदिउँ र रानीमा रानीमा चाहिँ अहिले चाहिँ खासै बोल्नु भएको छैन खै किन हो रिसाउनु भएको छ मसँग सायद यो दारी पालेर होला हैन यो दारीले गर्दा पनि होला बिस्तारै अब दारी सारी फालेर मनाउनु पर्छ बुढीलाई कम त सजिलो छ र बुढीले मनाउन त्यही गाइस भिडियो चाहिँ स्किप नगरिकन निरन्तर हेर्दै गर्नु होला है त त्यतातिर चाहिँ रानीले चाहिँ खाना बनाउँदैछ लगभग हाम्रो खाना पनि रेडी भइसकेको छ म पनि नाइट ड्युटी गरेर आएको त्यही भएर चाहिँ
मेरो आँखा पनि म पहिले नै यति मान्छे मेरो आँखा सानो तर मेरो आँखा पनि यत्रो भइसकेको छ अब चट्ट लाएर चाहिँ रानीमायाले बनाएको हातबाट बनाएको मिठो खाना खाएर चट्ट लाएर सुत्नुपर्छ तर मैले बिहानै उठीबाट त्यहाँ काम गर्ने ठाउँबाट मैले चाहिँ हल्का नास्ता गरेर आएको थिएँ फेरि रानीमायाले चाहिँ नास्ता पनि खानुभएको छैन होला त्यही भएर चाहिँ मैले यस्तोवाला खाना यहाँ चाहिँ चट्ट लाएर यो स्याउ एउटा यो दुईवटा रानीमायाले चाहिँ काटिदिन्छु चट्ट लाएर अनि यो बेलामा चाहिँ रानीमायाले चाहिँ अलिकति दायित्व पेल्नु पर्यो रानीमायाले खाएको बच्चाले खान्छ होइन यति बेला चाहिँ कति पनि कन्जुसै नगरिकन होइन चट्ट ऋण लाग्छ कि छोराले पर्छ कि घोराले पर्छ होइन चट्टलाई चाहिँ खाना चाहिँ पेटभरि दिनुपर्छ चट्ट लगाएर चाहिँ डाइटहरू पेल्नुपर्छ है त अब अर्को कुरा यो अनार कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न प्रेग्नेन्सी भएको बेलामा चाहिँ यो अनार चाहिँ एकदम जरुरी हुन्छ है मैले पनि फर्स्ट टाइम अनुभव गरेको छु किनभने चाहिँ म फर्स्ट टाइम यहाँ बाबा भन्ने हो नि त र साथीहरू कति साथीहरूले चाहिँ यो अनार छिल्ने यो अनार हुन्छ नि यो अनार छिल्ने मतलब यो गिरा निकाल्ने चाहिँ आइडिया हुन्न एकता निकालेर खाइरहेको हुन्छ र चाहिँ एकदम सजिलो आइडिया चाहिँ यसो गरेर चाहिँ दुईवटा काप्ला बनाउने अनि त्यसपछि के ए अनि यसरी यो यस्तो भयो काटेपछि यहाँबाट थप 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 यसरी हान्यो यसरी हान्यो भने एकैछिनमा 2 मिनट है सबै गर्छ यसरी है त तपाईँहरूले यो आइडिया चाहिँ अपनाउनु होला नि यो आइडिया चाहिँ अपनाउनु होला म बनाउँछु कि अब अहिले एकछिनमा त खाना पाइहाल्छ त यो खाएको के अर्थ ल त्यो म बनाउँछु केही छैन देऊ न भनेको मान म मिठो बनाउँछु कि ल गाइस आज चाहिँ रानीमायाले बनाएको खुवाउन त मलाई 8 महिनादेखि मिठो मिठो खुवाउनु भएको छ त्यही भएर यत्रो पेट बनाएको छु मेरोमा रानीमाया पनि यत्रो बनाइदिन्छु मैले अब मैले बनाएको छु उनले पनि मेरो पेट यत्रो बनाइदियो के गर्ने अब उनको त यत्रो भएर निकाल्ने हो मेरो त अब खै अब यो यत्रै हुने हो कि अझ यत्रो हुने हो कि यत्रो हुने हो थाहा छैन तर चाहिँ जे भए पनि जिन्दगी चाहिँ जो सिङ्गलबाट मिङ्गल भइसकेपछि बबाल चलिरहेको छ जिन्दगी चाहिँ पहिलाको भन्दा धेरै कुरा चेन्जेस भइरहेको छ धेरै कुराको चाहिँ म्यानेज भइरहेको छ गाइस खै कताकै रानीमाया टोयलेट गइन्थ्यो आजको खानामा चाहिँ हामीले चाहिँ होइन चट्ट आएर यो कुकुम्बरको सलाद कुकुम्बर हिन्दीमा हुन्छ इङ्ग्लिसमा चाहिँ यो इङ्ग्लिसमा कुकुम्बर पनि भन्छ होला के भन्छ कि यार यो काँक्रा हो काँक्रा त्यसपछि यो सब्जी आलु र यो सिमीको सब्जी रानीमायाले बनाएको चिया रानीमाया भन्छ अनि यो मासु दाल के गरेको मान्छे के गरे भात अब के अब यति बजी खाने कुर्ची लिएर कुर्ची लिएर आएको जाउँ म त कुर्ची लिएर खै दारू चन्ता छैन लास्टै गरिब छ यार अझै 1-1.5 वर्ष त हामी एकदमै गरिब एकदमै खतरा छैन गरिब सरिब यो बुढा मात्र गरिब हो हामी त गरिब छैन बुढा गरिब भयो त बुढी नि त गरिब भइहाल्यो नि त हामी त गरिब छैन त खै भात पनि खाइरहेछ मासु पनि खाइरहेछ यहाँ खै टेबल पनि छैन टेबल त्यहाँ कहाँ हेर्नुहोस् गाइस अब टेबल पनि छैन यो यस्तो किचन हेम्मै छ अनि यो सोफा हेम्मै छ गाजाङ बोजूङ यस्तै हेम्मै छ
ठिकै छ कति बोल्नु भएको चुपचाप पत्ता बोलाइसक्यो सङ्घर्ष गर्छौँ होइन सङ्घर्ष गर्दैछ सबै कुरा चाहिँ याद उनीहरूले चाहिँ बजाउँदै जानेछौँ बुढाबुढीको लभ कसरी पऱ्यो बिहा कसरी भयो अब लभ म्यारेज हो कि अब अरेन्ज म्यारेज हो कि के मन्त्र गर्नु त त्यो कुरा पनि भन्दै जान्छौँ हाम्रो सम्बन्ध कस्तो चलिरहेछ त्यो पनि भन्दै जान्छौँ र त्यही ढिला नगरी भोक पनि लागेछ गाइस रातभरि काम गरेर आएको मान्छे तर यो काम त खासै त्यस्तो कडा चाहिँ होइन काम एकदम सजिलो छ दाम पनि कम काम पनि कम होइन होइन छिटो खाना हाल्नु सार्नु थेत्ते म ग्यासतिर मन लागिसक्यो हो कराएर बसेर ल हेर्न हाल्नु ल आउन यहाँ के हो किन आउने म यहाँ त बसेर खालि हावा ल खै कालीमाया किन हो पनि एकछिन त यहाँ आइदिउँ न गर्दैन थियो यहाँ जनताहरू हेर्न ए चाहन्छ सबै देख्छौँ आउन एकछिन त आउन न तिन तिन चोटि नहाल्नु चारचोटि हाल्नु अलिक थोरै थोरै चाटो भन्नु उयो त्यसमा एकचोटि हाल्नु अब अझै यसमा दाल मलाई उयो नहाल्नु यसमै हाल्नु दाल पर्दामा आफै हँ म सब्जी मात्र हाल्दिनँ दालमा आफै लिन्छु लु थोरै हालिदिएर नहाल्नु मलाई ल बस तपाईँ हालिदिएको छ ल एकैछिन सकाउनु पर्छ होइन ऊ त अब हान्ताङ गुन्डुङ छैनन् पो खाने होला न बुढी मासु धेरै नाम छ तिमीले खानुपर्छ म त तिमीले खाइसकेर सानो मन भने पहिल्यैदेखि थोरै खानु खा होला न बुढी त पहिला दुई तामा खाएर अगाउनु मान्छे म आएर मात्र अलिकति खाएर खतम यत्रो मासु नसिक्नु ल भात खाएर खै मसँग छेउमै बस्न मान्दैनन् आजभोलि खै तपाईँहरूले पनि त्यस्तै हुन्छ कि मेरो मात्र यस्तै त्यो बस्ने ठाउँ चिसोमा बस्ने भेट्टाकै उता पछि लिएर आऊ भनेको पर्दा त्यो कुर्सीमा यस्तो अग्लो गरेर खानु ल ल ठिकै छ यो फर्स्ट मैले भात खानु मलाई खाइसक्यो रानी मायासँग बिहा गरिसकेपछि फर्स्ट भएको हो बिस्तारै बिस्तारै अलिकति लाज पनि लाग्यो होला फर्स्ट टाइम क्यामेरामा फेस हुनको लागि बिस्तारै बिस्तारै ल्याउँछु आखिर जो भयो भने जे भयो भने मेरो रानी माया त होइन र हो कि न ल खाए त काली माया बनाएको बस खाएर साथी दही दैन दही दही दैन दही प्रेग्नेन्सी भएको बेलामा चाहिँ दही चाहिँ अलिकति खानै पर्छ मलाई भन्दा पनि उनको लागि चाहिँ अलिकति जरुरी थियो ठिकै छ आजको लागि भोलितिर घरैतिर है त खाना त खाइयो भाडा पनि त्यो सानोले चाहिँ यस्तो गरेर बस्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ कि उसले बस भनेको मान्यो यो छ त यो चेतनको ज्यान भन्दै म मान्छु भनेको त्यतिखेर त माया पनि गर्नु पर्यो स्वास्थ्य ख्याल पनि गर्न पर्यो गाइस पुगेन भन्नुहोस् त त्यही भएर म अब बस्नुहोस् भन्नु गाइस म सुतेँ ल म सुतेँ मान्छेहरू रातमा सुत्छन् म दिनमा सुत्छु के गर्नु यतातिर चाहिँ साना साना भान्ताङ भुन्ताङ छन् यसले छेउमा राख्न पर्छ चत्त लाएर सुत्नुपर्छ अब के गर्ने यो पेट पाल्नै पर्यो काम गर्नै पर्यो राति भए पनि होइन ड्युटी गर्नै पर्यो नेपालको जागिर के गर्नु यस्तै छ नास्ता खान पनि पुग्दैन के गर्नु अझ हिजो अस्ति त पहिला पहिला भलकमा तपाईँहरूले चाहिँ यो चेतन एक्लै लखर 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 हिँडेको देख्नुहुन्थ्यो आजभोलि त अब यो पेट मात्र भए त हुन्थ्यो नि यस्तै अर्को पेट छ फेरि अर्को एउटा सानो पेट पनि आउँदैछ तिनवटा पेट त पाल्नु पर्यो होइन कालीमाया कालीमाया ल अब त्यही हो गाइस अब
लाइफ एकदम सिरियस भएर अगाडि बढाउनु पर्ने हुन्छ। अब सिङ्गल जस्तो हुँदैन, जिम्मेवारी धेरै छ होइन र माया? सानी माया चाहिँ आज खै के कारणले हो रिसाएकी छिन्। हिजो 2-3 दिन भयो रिसाएर बिजोग छ। ठिक छ, बिस्तारै मनाउँछु नि, म त्यति पत्ताएको हो र। ल गाइसहरू, म चाहिँ छुटेको। अब सानोलाई चाहिँ अब साँझ 4-5 बजीतिर फेरि वाकिङमा लगाउनुपर्छ नि त। किनभने चाहिँ अहिले अब त्यत्तिकै सुत्यो मात्र भने, बस्यो मात्र भने पनि पछि डेलिभरी हुने भए चाहिँ गाह्रो हुन्छ नि त। त्यही भएर चाहिँ 5 बजीतिर चाहिँ 5-6 बजे टक्क बेलुका बेलुकाको यता चिसो चिसो मौसमतिरमा एकदम हावा, स्वच्छ हावा हुन्छ त्यतिखेर 5-6 बजीतिर टक्क त्यतिखेर चाहिँ वाकिङमा लानुपर्छ। त्यतिखेरसम्मको लागि चाहिँ म सुतेर उठ्छु अनि भेटौँला है त। 8 बजिसकेछ साथीहरू, 12 बजी सुतेको, 8 घन्टा सुतिसकेको छु। तर रातिमा सुते जस्तो त्योसम्म जति सुते पनि नहुँदो रहेछ। के गर्ने बाध्यता छ, काम पनि गर्नै पर्यो होइन। बरस गर्छु एकछिन, अनि मेरो रानी मायालाई यसो बाहिर 8 बजिसकेको छ, तर पनि एकछिन वाकिङ चाहिँ लगाउनै पर्छ। किनभने चाहिँ अब अहिले मैले दिनमा 15-20 मिनट, आधा घन्टा जस्तो घुमाएर पनि डेलिभरीमा चाहिँ समस्या हुन्छ होइन। अपरेसन गर्नुभन्दा होइन त्यति नर्मल्ली नै डेलिभरी भयो भने चाहिँ बच्चाको आमालाई पनि सजिलो, सबै कुरा सजिलो भनौँ न, खर्च पनि कम हुने होइन। अपरेसन नै गर्नु पऱ्यो भने त गाह्रो हुन्छ नि त। मेरो रानी मायालाई घुमाउनु लान्छु, त्यसपछि ड्युटीमा भागिहाल्नुपर्छ गाइस है त। ल गाइस, हामीहरू चाहिँ टक्क लाएर चाहिँ वाकिङमा हिँडेको। यता रानी माया, यता रानी मायाको राजा टक्क लगाएर अँडेर रहेछ। अब एकछिन टाइम धेरै पनि छैन, काममा जानुपर्ने हुन्छ। त्यस्तो बोल्नु नपाएर पो एकदम रिस। लाइन चाहिँ गएको रहेछ साथीहरू। अब हामीहरू चाहिँ यस्तो अँडेरै भए पनि हिँडिरहेछौँ होइन। खै मेरो रानी मायाले त केही देखेकै छैन यतातिर, अँधेर आमा छोरी। मेरो चाहिँ हल्का अनुहार देखिरहेछ। देखि भाइ रानी माया यहाँ देखि। जस्तो लाएर फाइनली गाइस हामीहरू चाहिँ आइसक्यो। रुम गएर पनि वाकिङ गरेर आइपुग्यो। अनि बाहिरको खासै भ्यूहरू चाहिँ देखाउन पाएन। यहाँसम्म भिडियो हेरेर साथ सपोर्ट गरिदिनु हुने सम्पूर्ण महानुभावहरूलाई धेरै धन्यवाद। फेरि छिट्टै तपाईँहरूमा छिट्टै अर्को नयाँ ब्लग्स या भिडियो हुन्छ, या ब्लग्स हुन्छ, या कुनै रेसिपी हुन्छ, छिट्टै लिएर चाहिँ तपाईँहरूमा आउनेछौँ। त्यतिखेरसम्मको लागि चाहिँ धैर्य गरिदिनु होला। र जाँदै यदि फर्स्ट टाइम तपाईँले चेतन खत्रीको भ्लग्स हेर्दै हुनुहुन्छ भनेपछि चेतन खत्रीलाई सब्सक्राइब गरिदिनु होला। छेउमा आएको बेल आइकन क्लिक गरेर अल नोटिफिकेसनमा चाहिँ क्लिक गरिदिनु होला। किनभने चाहिँ तपाईँले अल नोटिफिकेसनमा क्लिक गर्नुभयो भने मेरो भिडियो मेरो युट्युबमा आउने बित्तिकै तपाईँको मोबाइलमा गर्दै आउँछ। ल यहाँसम्मको लागि चाहिँ बाबा।